कतिपटक लाग्यो विदेश छोडेर स्वदेश फर्क्यौँ। गाउँघरको त्यो बिहानी अझै पनि सम्झनामा ताजा छ। आमाको आँखामा आँसु थियो, बाको मुखमा नबोलेका पीडा। त्यही पीडा कम गर्नको लागि हातमा झोला थियो र मनमा सपना। हवाईजहाज उड्यो, तर साथमा माटोको गन्ध, आमाको काख र त्यो सानो घरको सम्झना पनि साथमै उड्यो। विदेशमा सपना साकार गर्न सजिलो थिएन। दिनमा 12 देखि 14 घण्टाको काम। रातमा ओछ्यानमा पल्टँदा आमाको आवाज कानमा घन्किन्थ्यो। चिसो कोठा, तातो आँसु। बिरामी पर्दा हेर्ने कोही थिएन। आँसु फोटोमा मात्र सीमित थियो, भित्र भने पीडा भरिएको। कहिले कस्तो मिलाएर घरमा फोन गर्दा सबै ठिक छ भन्नु पर्थ्यो, किनकि घरका सपनाहरू मेरो कमजोरीले बाँचिन दिनु हुँदैन थियो।